हाई एभ्रिवान, आज म एउटा सानो अपडेट राख्नको लागि यो भिडियो बनाइरहेको छु। नेपालमा पनि एङ्गो एप्लिकेसन अहिले लन्च भएर एङ्गो एप्लिकेसनबाट धेरैजना ट्याक्सी चालकहरूले आफ्नो ट्रिपहरू बोकिरहनु भएको छ, राम्रो आम्दानी गरिरहनु भएको छ। त्यो सँगसँगै एङ्गो एप्लिकेसनले दिने झमेला हैन, अनि एङ्गो एप्लिकेसन ले दिएको जुन तनाव पनि उत्तिकै बेसी छ भन्ने हालखबर जुन समाचारहरू म हैन हेरिरहेको हुन्छु। नेपालमा मात्र हैन, यहाँ पनि त्यत्तिकै एङ्गो एप्लिकेसनमा समस्याहरू छन्। यो चाहिँ के हो भन्दाखेरि अब बिहान म एउटा होटलमा बसिरहेको थिएँ, क्युमा बसिरहेको थिएँ। मेरो ट्रन आइसक्यो हैन, म कस्टमर वेटिङमा थिएँ। मेरो ट्रन आइसक्यो, त्यति बेलै एङ्गोको एउटा बुकिङ आइदियो। बुकिङ मैले एक्सेप्ट गरेँ। अनि अब त्यो 2 किलोमिटर जति थियो है लिन जानुपर्ने। अनि म निस्केँ। 1 किलोमिटर क्रस गरिसके पछाडि कस्टमरले क्यान्सल गरिदियो हेर्नु है। क्यान्सल गरिदिए पछाडि अब मेरो त्यो म क्युमा बसिरहेको, झन्डै आधी घन्टा अघिदेखि क्युमा बसिरहेको मेरो पालो आइसकेको थियो क्या हैन। अब त्यहाँको कस्टमर पनि मैले उठाउन पाइनँ। एक अर्को एङ्गोको एप्लिकेसनको पछि लाएर गएँ, एङ्गोको कस्टमर पनि मैले उठाउन पाइनँ। भनेपछि अब म उताको पनि भएन, यताको पनि भएन, बिचमा मैले कस्टमरै पाइनँ क्या। यस्तो किसिमको समस्या चाहिँ किन हुन्छ भन्दाखेरि एङ्गोले सजिलै आफूलाई चाहेको खण्डमा बुक गर्ने र नचाहेको खण्डमा बुक गरेर पनि फेरि क्यान्सल गर्ने अप्सन चाहिँ कस्टमरकै हातमा हुन्छ। यसकारण उनीहरूले क्यान्सल गरिदिन्छ हैन। अनि त्यो भएर पनि समस्या यो एप्लिकेसनहरूले चालकहरूलाई धेरै नै समस्याहरू दिएका छन्। तर बाध्यता यो छ कि जस्तो सुकै परिस्थितिमा पनि कस्टमरलाई अलवेज हामीले रेस्पेक्ट गर्नुपर्छ, कस्टमरलाई हामीले अलवेज एक्सेप्ट गर्नुपर्छ भन्ने एउटा कुराले गर्दाखेरि पनि हामी चालकहरू जहिले पनि तलै हो हैन। त्यसकारण चालकले जतिसुकै त्यो रिसाए पनि, जतिसुकै त्यो हैन कम्प्लेन भए पनि कसैले सुन्नेवाला छैन, कसैले सुन्दैन पनि क्या। यो चाहिँ एकदम ध्रुव सत्य कुरा। नेपालमा मात्र हैन, विदेशमा मात्र हैन, जहाँ पनि क्या कस्टमर इज कस्टमर भन्छ हैन। त्यो चाहिँ रुल्स नै हो कि कस्टमरलाई चाहिँ कुनै पनि कम्प्लेन गर्न मिल्दैन भन्ने। यसकारण यो छोटो क्लिप भिडियो बनाउन चाहेँ। ओके, थ्याङ्क यू सो मच, बाई बाई।